एक दिन किताब र कापीको कुराकानी भएछ। किताबले भनेछ, ए कापी, तिमी किन मसँगै बसेको? कापी, म आफै आएको होइन, मलाई कसैले ल्याएर तिम्रो नजिकै राखेको। किताब, तिमी मेरो नजिकै नबस, मसँग बस्न तिमी सुहाउँदैनौ। कापी, किन सुहाउँदिन? तिमी र ममा के भिन्नता छ? किताब, धेरै भिन्नता छ। तिमीभित्र के छ? तिमीभित्र केही पनि छैन, खाली पाना मात्रै छन्। कापी, तिमीभित्र के छन् त? किताब, मभित्र अक्षर छन्, चित्र छन्, अभ्यास छन्। कापी, चित्र, अभ्यास र अक्षर भएर के भयो त? आखिर तिमी पनि त कागजबाटै बनेको हो नि। किताब, कागजबाटै बने तापनि म मानिसहरूलाई धेरै कुरा सिकाउँछु। तिमी के सिकाउँछौ? कापी, म पनि त धेरै कुरा सिकाउँछु नि। मान्छे पढेर मात्रै ठुलो हुन सक्दैन, आफैले जानेको कुरा लेख्नु पनि पर्छ। अभ्यास बिना कोही पनि सफल हुन सक्दैन। अभ्यास गर्न कापीमै लेख्नुपर्छ। किताब, कापीमा लेखेको अक्षर र किताबमा लेखेको अक्षर धेरै फरक हुन्छ। कापीमा अक्षर ज्यादै फोहोरी हुन्छन्। कापी, त्यो त लेख्ने मान्छेमा भर पर्छ। कापीमा राम्रो बान्कीका अक्षर लेख्ने पनि छन्। तिमीले जतिसुकै भने पनि किताब बनाउनु अघि जम्मै कुरा कापीमै लेखिन्छन्, होइन र? किताब, त्यो त हो। कापी, म होइन भने तिमी पनि हुने छैनौ, हो कि होइन? किताब, हो त नि, तिमीले ज्यादै राम्रो कुरा गर्यौ।